गाइज एउटा कुरा म तपाईँहरूलाई गर्न गइरहेको छु। इन्डियाको एउटा चर्चित सो आपकी अदालतमा 6th टाइम वर्ल्ड च्याम्पियन मेरी कोमको चाहिँ एकदमै चर्चा भइरहेछ। उनले आपकी अदालत भन्ने कार्यक्रममा चाहिँ आफ्नो श्रीमानको बारेमा प्रश्न राख्दाखेरि चाहिँ उनले चाहिँ श्रीमानको सेक्रिफाइसलाई, श्रीमानले उनीप्रति गरेको डिभोसनलाई उनले एकदमै अपमानित गरेको जस्तो फिल भइरहेछ त्यहाँ, र त्यो भिडियो एकदमै भाइरल भइरहेछ। वास्तवमा मान्छे एउटा उच्च सफलतामा पुगेपछि उनलाई त्यो सफलतासम्म पुर्याउने मान्छेहरूको डिभोसनलाई, डेडिकेसनलाई चाहिँ भुलेको भन्ने खालको चाहिँ त्यहाँ चाहिँ कमेन्टहरू आइरहेछन्। उनी विरुद्ध चाहिँ त्यस्ता कुराहरू चलिरहेछ। इन्टरनेट प्रयोगकर्ताले उनीमाथि चाहिँ त्यो गाली बर्साइरहेका छन्। वास्तवमा मलाई पनि हो कि जस्तो लाग्ने, जब एउटा मान्छे सफलतामा पुग्छ, या त भनौँ न एउटा महिला सफलतामा पुग्छ, महिला सफलतामा पुगेपछि चाहिँ उनले आफ्नो श्रीमानलाई चाहिँ गन्ती गर्दिनन् भन्ने खालको चाहिँ त्यहाँबाट मेसेज पो जाने हो कि भन्ने खालको त्यहाँबाट बुझ्न सकिन्छ। उनको चाहिँ त्यत्रो वर्षको सङ्घर्ष, त्यत्रो वर्षको मेहनतलाई हामीले सम्मान गर्नुपर्छ, तथापि चाहिँ श्रीमतीको लागि श्रीमानले गरेको त्यागलाई चाहिँ त्यहाँ अवमूल्यन गरिएको कि भन्ने खालको उनले त्यो कुरा व्यक्त गरेकी छिन्। उनको एउटा बायोपिक फिल्म आएको छ मेरी कोम, र त्यस पछाडि उनी चाहिँ धेरै युवाहरूको लागि चाहिँ एउटा मोटिभेसन हुन्, उत्प्रेरणा हुन्। तथापि उनले चाहिँ कार्यक्रममा त्यसरी बोल्दाखेरि एउटा आफ्नो श्रीमानले गरेको सेक्रिफाइस, आफ्नो श्रीमानले गरेको समर्पणलाई उनले त्यसरी चाहिँ भुल्नु हुँदैन थियो, अवमूल्यन गर्नु हुँदैन थियो भन्ने खालको चाहिँ व्यापक कुराहरू आइरहेछ। तपाईँहरूलाई कस्तो लाग्छ कृपया तपाईँले पनि कमेन्ट गरिदिनु होला।